अफिसियली गुड इभिनिङ सबैजनालाई। ध्यान दिनु त, मैले हिजो तपाईँहरूले के सिकाएको थिएँ भने थोरै मैले रिक्याप गराएँ, बढी होइन, 3 to 4 मिनट मात्रै। हामीले हिजो हेरेको थियौँ म्यानेजरियल इकोनोमिक्स भनेको के हो र म्यानेजरियल इकोनोमिक्स भनेको जेनरली हामीले के हेरेको थियौँ भने म्यानेजरहरूले डिसिजन लिने होइन अथवा प्रब्लम सोल्भ गर्ने जुन चाहिँ इकोनोमिक्सका टुल्स टेक्निक्स अथवा त्यसको थ्योरीहरू प्र्याक्टिसेसहरू जुन चाहिँ मेथडहरू प्रिन्सिपलहरू युज गर्छ त्यसैलाई नै हामीले म्यानेजरियल इकोनोमिक्स भनेको थियौँ र म्यानेजरियल इकोनोमिक्सको बारेमा हामीले सबै कुराहरू यसरी चाहिँ लेखेको थियौँ होइन। यतातिर जाँदैन किनभने हामीले यो पार्ट कभर गरिसक्यौँ। त्यसपछि हामीले अर्को चाहिँ के हेरेको थियौँ भने अर्को पोइन्टमा हामीले हेरेको थियौँ प्रफिट भनेको के हो होइन, त्यो चाहिँ हामीले बुझ्ने कोसिस गरेको थियौँ र हामीले के बुझेको थियौँ भने प्रफिट भनेको जेनरली टोटल रेभेन्यू भन्नाले जति हामी सेल गर्छौँ होइन, सेल गर्छौँ होइन, त्यो सेलबाट हामीले के गर्नुपर्छ भने सेलबाट कस्ट अफ प्रोडक्सन चाहिँ हामीले घटाउनु पर्छ र त्यसलाई नै हामी नर्मल प्रफिट भन्छौँ। त्यो चाहिँ हिजो हामीले हेरेको थियौँ र यो प्रफिट बुझ्नको लागि इकोनोमिक्सहरूले जेनरली हाम्रो नर्मल प्रफिट युज गर्दैन, त्यही भएर त्यो बुझ्नको लागि हामीले कस्टलाई 2 पार्टमा डिभाइड गरेको थियौँ, एउटा एक्सप्लिसिट कस्ट र एउटा इम्प्लिसिट कस्ट। एक्सप्लिसिट कस्ट भनेको हामीले के हेरेको थियौँ भने रियल सेन्समा इनपुटमा कति कस्टहरू लाग्छ, जसरी तपाईँले रेन्ट पेमेन्ट गर्नुभयो अथवा मसिनको अथवा सप्लायरको, त्यसलाई हामीले एक्सप्लिसिट कस्ट भनेको थियो। इम्प्लिसिट कस्ट भनेको के हो भने हामीले अपर्च्युनिटी कस्ट हामीले हेरेको थियौँ। मान्नु कि तपाईँ एउटा कम्पनीमा काम गर्नुहुन्छ, अर्को कम्पनीबाट अफर आयो भने होइन यो कम्पनी छोडे बापत होइन तपाईँले कति गुमाउनु भयो त होइन, त्यसलाई हामी अपर्च्युनिटी कस्ट भन्छौँ र त्यो कस्ट पनि हामीले फोरगन कस्ट भनेर हामीले चाहिँ हेरेको थियौँ। त्यसपछि हामीले बिजनेस प्रफिट र इकोनोमिक प्रफिटमा हल्का मात्रै म तपाईँलाई भनिदिन्छु। बिजनेस प्रफिटमा हामी के हेरेको थियौँ भने टोटल रेभेन्यूबाट एक्सप्लिसिट कस्ट घटाउने र यसमा हेरेको थियो टोटल रेभेन्यूबाट हामीले के गरेको थियौँ भने इकोनोमिक कस्ट घटाउने र इकोनोमिक कस्टमा हामीले इम्प्लिसिट र एक्सप्लिसिट बोथ कस्टलाई हामीले यसरी एड गरेको थियो। त्यसपछि डिफरेन्स गरेर र त्यसको फङ्सन्सहरूको बारेमा हामीले प्रफिटको किन हामी अध्ययन गर्छौँ त्यसको बारेमा हामीले के गर्ने थियो भने बुझ्ने चाहिँ कोसिस गर्दै थियौँ होइन। यतिसम्म हामीले हिजो पढ्यो होइन। आज हामी के पढ्छौँ भने केही हामीले रुल्सहरू पढ्नुपर्ने हुन्छ। त्यो रुल्सहरू के छ भने अब योभन्दा बढी पढ्नको लागि हामीलाई म्यानेजरियल इकोनोमिक्स बुझ्नको लागि हामीलाई केही बेसिक रुल्सहरू आउनुपर्छ, नत्र तपाईँलाई न्युमेरिकल बनाउन एकदमै गाह्रो हुन्छ। किनभने अबको पार्ट हामी थ्योरीहरू पढ्छौँ र त्यो थ्योरी पढ्नको लागि हामीलाई केही इन्टिग्रेसनका रुलहरू पढ्नुपर्ने हुन्छ डिफ्रेन्सिएसनको, त्यही भएर डिफ्रेन्सिएसन फङ्सनको हामी केही रुल पढ्छौँ र यो जति पनि हाम्रो इकोनोमिक्स अब आउने च्याप्टरहरू छ त्यो सबैमा हामीलाई काम लाग्छ। त्यही भएर के लेख्नु भने बेसिक रुल्स, बेसिक डिफ्रेन्सिएसन रुल्स भनेर लेख्नु। बेसिक डिफ्रेन्सिएसन, बेसिक डिफ्रेन्सिएसन रुल्स भनेर लेख्नु होला। यो भनेको तपाईँले केमा पढ्नु भएको छ भने डेरिभेटिभ भन्ने च्याप्टरमा पढ्नु भयो होला, अथवा पढ्नु भएको छैन भने अब चाहिँ यो चाहिँ याद राख्नु होला, किनभने अल च्याप्टरमा युज हुन्छ, युज इन अल च्याप्टर्स। यो जति पनि च्याप्टर्स हामी पढ्छौँ इकोनोमिक्समा सबै च्याप्टरमा यो युज हुन्छ। यो आएन भने तपाईँले हल्का बुझ्न गाह्रो हुनसक्छ, किनभने हामी इकोनोमिक्सका हामी भनेको म्यानेजमेन्टको स्टुडेन्ट र म्यानेजमेन्टको स्टुडेन्ट भनेको म्याथमेटिक्समा हल्का गाह्रो हुन्छ, त्यही भएर यो कुरा बुझ्दै जाउँ। पहिलो रुल हामी बुझौँ है। पहिलो रुलले के भन्छ भने पहिलो रुल हामी पावर रुल भन्छौँ है त। पहिलो रुललाई हामीले के भन्छौँ भने पावर रुल भन्छौँ, त्यही भएर पावर रुलले के भन्छ त्यो चाहिँ हामी हेर्छौँ। पावर रुलले हामीलाई के भन्छ भने ध्यान दिनु होला र यो एकदम राम्रोसँग ध्यान दिनु होला। पावर रुलले भन्छ कसरी, मान्नु कि एउटा फङ्सन y इक्वल्स टु एक्सको पावर n छ होइन। यसलाई हामीले के भन्छौँ भने यदि मैले डेरिभेटिभ dy/dx डेरिभेटिभ विथ रेस्पेक्ट टु dx गर्यो भने हामीले के गर्नुपर्छ भने dy को सट्टा हामीले एक्सको पावर n गर्छौँ र यहाँ तल चाहिँ dx गर्छौँ। एउटा कुरा ध्यान दिनुभयो कि नै, यहाँ ध्यान दिनु त, मेरो जति यो छ यहाँ तल पनि त्यही हुनु पर्यो। बेस मैले मिलाउनको लागि यहाँ dx गरेको हो, बेस मिलाउनको लागि यो एक्ससँग। त्यही भएर के हुन्छ भने यसरी बेस मिल्यो भने हामीले के गर्छौँ भने जति यो पावर हुन्छ नि n यो बाहिर आउँछ, पावरलाई हामी के गर्छौँ भने बाहिर गर्छौँ n
अनि x टु दी पावर n माइनस 1 हुन्छ है। सर यसलाई बुझ्नको लागि एक दुईवटा इक्जाम्पल गरिदिनु भयो भने मजा आइहाल्थ्यो। इक्जाम्पलबाट बुझौँ है, इक्जाम्पलबाट जाउँ। जसरी मान्नु तपाईसँग के छ भने y इक्वल्स टु के छ भने x को पावर 6 छ। अब यो बेला हामी के गर्छौँ भने dy बाई dx निकाल्नु पर्यो भने मैले के गर्छु, dy को सट्टा मेरो के छ dx को पावर 6 छ अनि dx हामी गर्छौँ। हेर्नु त मेरो के भयो भने यो दुईटी बेस मिल्यो, यहाँ पनि x छ यहाँ पनि x छ भने हो। यसरी बेस मिलिसकेपछि मात्र हामी पावरलाई यहाँ अगाडि लेख्ने, त्यो बेस जति छ त्यस लेख्ने अनि 6 माइनस 1 गर्नु पर्यो। किनभने यहाँ ध्यान दिनु त हाम्रो रुलले के भन्छ, जति पावर छ त्यो बाहिर निकाल्दिनु अनि त्यो पावरबाट माइनस चाहिँ 1 गर्ने, यही हैन हाम्रो रुल हो। त्यही भएर हामी के गर्छौँ भने यही नै लेख्छौँ। त्यही भएर हामीले के लेख्छौँ भने 6 यहाँ मैले लेखेँ अनि x टु दी पावर 6 माइनस 1 गरेर मेरो कति एन्सर आउँछ भने 6x को पावर 5 आउँछ। सर यो कहाँ युज हुन्छ, मैले फेरि भने जति पनि अब हामी च्याप्टर पढ्छौँ त्यो सबैमा युज हुन्छ। त्यही भएर चाहिँ यो चाहिँ याद राख्नु होला। यो मैले पहिलो इक्जाम्पल दिए ए नम्बरमा। मान्नु यसैमा बी नम्बर मैले लिए। बी नम्बरको इक्जाम्पलमा मेरो के छ भने y इक्वल्स टु 3x को पावर कति छ भने अब 4 छ। यसलाई बनाउनु पर्यो भने के गर्छौँ हामी dy बाई फेरि dx लेख्ने हैन, फेरि y को सट्टा हामी के लेख्छौँ भने dx को पावर 4 अनि dx चाहिँ लेख्छौँ। जति मेरो बीचको कन्स्टेन्ट हुन्छ त्यो चाहिँ निस्किन्छ है, बाहिर आउँछ। हेर्नु त यो बीचमा एउटा कन्स्टेन्ट 3 रहेछ, त्यही भएर 3 लाई म बाहिर गर्छु, dx को पावर 4 बाई फेरि म dx लेख्छु है, त्यही काम म गर्दैछु। त्यही भएर म के गर्छु भने 3 बाहिर गर्छु, dx को पावर 4 र म dx गर्छु। सर यो केमा काम लाग्छ, मैले फेरि भने जति पनि इकोनोमिक्स पढ्नुहुन्छ सबैमा काम लाग्छ। अब 3 मल्टिप्लाई बाई अब पावर रुल लगाउन सक्नुहुन्छ। पावर रुलमा हाम्रो के भने थियो, पावर रुल भन्दैछ यसको जति पावर छ त्यो बाहिर आउँछ र जति पावर छ त्यसबाट माइनस 1 गरिदिने। अब हेर्नु त पावरमा 4 छ, यो बाहिर 4, x को पावर 4 माइनस 1 गरिदिन्छु हैन। यसरी चाहिँ हामी बनाउँछौँ 4x को पावर 4 माइनस 1 गरिदिन्छौँ। त्यही भएर 12 अनि x को पावर कति हुन्छ भने 3 हुन्छ। यहाँसम्म क्लियर छ छैन भने भन्नु होला है, किनभने यो जबसम्म बुझ्नुहुन्न हामीलाई इकोनोमिक्स बुझ्नको लागि साँच्चै नै धेरै गाह्रो हुन्छ, तपाईमा हावामा पढे जस्तो हुन्छ। त्यही भएर यो बुझ्दै जाम, यो सानो सानो कुराहरू छ यो बुझ्नुपर्छ है। यो बेस रुल हो हामी यसलाई भन्छौँ। त्यसपछि हामी 2 नम्बरमा हेर्छौँ है। 2 नम्बर रुलले हाम्रो के भन्छ भने कन्स्टेन्ट रुल भन्छ। 2 नम्बर रुलमा हाम्रो के भन्छ भने कन्स्टेन्ट फङ्सन भन्छ, कन्स्टेन्ट फङ्सन भन्छ। र मैले फेरि भने यो कसैले चाहिँ प्राय गरे टिचरले यो पढाउनु हुन्न, तपाईले डाइरेक्ट च्याप्टर सुरु गरिदिनुहुन्छ, त्यही भएर तपाईलाई गाह्रो हुन्छ। त्यही भएर यो आउँछ, टिचरहरू के मान्नुहुन्छ भने तपाईले आउँछ, तर मलाई लाग्छ तपाईहरु बिर्सिसकेको हुन्छ, किनभने हामी 11 12 मा यो कुराहरू पढ्या हुन्छ। त्यही भएर म यो रिकल गराउँदैछु। अब मान्नु y इक्वल्स टु c छ, y इक्वल्स टु c छ, यसको मिनिङ के हो, c भनेको कन्स्टेन्ट। त्यो बेला म dy बाई dx लेख्नु पर्यो भने dy बाई dx लेख्नु पर्यो भने मैले के लेख्नु पर्छ भने dy को सट्टा c आयो अनि dx लेख्छु भन्नाले यसको भ्यालु चाहिँ 0 आउँछ। यसको भ्यालु के आउँछ भने 0 आउँछ भन्ने कुरा चाहिँ तपाईले याद राख्नु होला। यसको भ्यालु चाहिँ 0 आउँछ। ठीक छ, ठीक छ नि। अब जसरी यसको चाहिँ इक्जाम्पल हेर्नु, यसको पनि एउटा इक्जाम्पल जाओस् न। इक्जाम्पलमा जसरी मान्नु कि y को भ्यालु कति छ भने पहिलो केस मैले लिए, फेरि ए नम्बर y को भ्यालु 8 छ भन्नाले dy बाई dx भन्नु पर्यो भने म के गर्छु dy को सट्टा 8 लेख्छु अनि dx लेख्छु। हेर्नु त यो 8 भनेको त कन्स्टेन्ट भयो, त्यही भएर यसको भ्यालु चाहिँ 0 आउँछ। जति नम्बर होस् त्यसको भ्यालु जहिले नै के हुन्छ भने 0 हुन्छ भनेर याद राख्नु होला, नत्र तपाईलाई गाह्रो हुन्छ।
ठीक छ, यस्तो टाइपको आयो भने सक्नुहुन्छ नि, मजाले सकिन्छ होला है। ल अर्को हामी हेर्छौँ 3 नम्बरमा थर्ड रुल। थर्ड रुलले के भन्छ भने सम रुल भन्छ, सम एन्ड डिफरेन्स रुल। सम एन्ड डिफरेन्स, सम एन्ड डिफरेन्स रुल भन्छ, सम एन्ड डिफरेन्स रुल भन्छ, ध्यान दिनु होला। सम एन्ड डिफरेन्स रुलले के भन्छ भने मान्नु कि y इक्वल्स टु u प्लस माइनस v छ भने हामी के गर्छौँ भने यसको भ्यालु निकाल्नु पर्यो भने dy विथ रेस्पेक्ट टु dx हामी भन्छौँ यो भनेको के हुन्छ भने du बाई dx, du बाई dx प्लस माइनस अनि dv बाई हामी dx चाहिँ गर्छ। सर यसको पनि इक्जाम्पल जाओस्। ल यसको पनि इक्जाम्पल सुन्नु, यसको इक्जाम्पल हेर्नु है, यसको पनि इक्जाम्पल हेर्नु। अब यसमा सबै माथि पढेको रुल पनि यसमा लगाउँछु है त। सिम्पल कुरा मान्नु, तपाईले के दियो भने एउटा फंक्सन छ ए नम्बर मैले दिए y इक्वल्स टु x को पावर 6 प्लस 3x माइनस 6 चाहिँ दियो। अब माथि जति पढ्नु भएको छ त्यो सबै रुल चाहिँ लगाउनु छ है यसमा, अनि मात्रै हामीले के गर्छौँ भने बुझ्छौँ। ल अब मैले dy बाई dx लेख्नु पर्यो भने म के लेख्छु, अब म लेख्छु dy को सट्टा त त्यो पुरै फंक्सन लेख्दिनु, x को पावर 6 3x अनि माइनस 6 अनि यो सबै डिवाइडेड बाई dx। हाम्रो पावर रुल हैन, सम अथवा डिफरेन्स रुलले के भन्थ्यो कि प्लस छ भने प्लस दिनु, माइनस छ भने माइनस दिनु, यही भन्या हैन। ल त्यही भएर अब मेरो यो पहिलो अलग अलग गर्ने, अब सबैलाई अलग गर्ने। म पहिलो गर्छु dx को पावर 6 बाई dx गरे। अब म बीचमा के छ यहाँ ध्यान दिनु त, यो प्लस को साइन हो, त्यही भएर म यहाँ प्लस लेख्छु है। त्यही भएर म यहाँ के गर्छु भने प्लस लेख्छु। प्लस कति लेख्छु भने d 3x को पावर, अब फेरि म dx नै लेख्छु। अब ध्यान दिनु होला, अब त्यसपछि मेरो के छ माइनस छ, त्यही भएर म यहाँ माइनस लेख्छु भन्नाले माइनस कति गर्छु d6 को पावर अनि dx लेख्छु। यहाँसम्म क्लियर छ, यहाँसम्म क्लियर छ है। अब चाहिँ जे रुल हामी पढ्यौं सबै चाहिँ हेरौँ। अब यसमा कुन रुल लगाउनुहुन्छ आफै भन्नु। यसमा पावर रुल हैन, पावर रुलले हाम्रो के भन्थ्यो, जति पावर छ त्यो चाहिँ अगाडि आउँछ अनि x अनि पावर माइनस 1 गरिदिने। त्यही भएर यसमा त पावर रुल लाग्ने भयो फर्स्ट रुल वाला। त्यही भएर म के गर्छु भने यसलाई चाहिँ 6 अगाडि निकाल्छु, x को पावर 6 माइनस 1 गर्छु हैन। पछि म तपाईलाई डाइरेक्ट लेख्न नि सिकाउँछु, पहिला त बुझ्नु पर्यो नि त यो के हो। अब यसमा हेर्नु त 3 बाहिर आयो, 3 बाहिर आयो भने dx बाई dx नै लेख्ने। अनि कन्स्टेन्ट रुलले के भन्थ्यो, केही पनि नम्बर छ भने त्यसको भ्यालु त 0 हो। अब आफै निकाल्नु त 6x को पावर 5 प्लस 3 इन्टु dx कट्यो भने 1 भन्नाले 6x को पावर 5 प्लस 3 आयो। यहाँसम्म क्लियर। यसरी चाहिँ हामी सम अथवा डिफरेन्स रुल चाहिँ लगाउँछौँ है त। यसरी चाहिँ हामी के गर्छौँ भने सम अथवा डिफरेन्स रुल चाहिँ लगाउने गर्छौँ। ल यो पनि क्लियर होला। अब हामी आउँछौँ प्रोडक्ट रुलमा। अब हामी आउँछौँ प्रोडक्ट रुलमा। 4 नम्बर लेख्नु, प्रोडक्ट अफ टु फंक्सन, प्रोडक्ट अफ टु फंक्शन्स भनेर लेख्नु होला। प्रोडक्ट अफ टु फंक्शन्स भनेर लेख्नु होला। मैले फेरि भने यो रुल चाहिँ जति पनि इकोनोमिक्स पढ्नुहुन्छ सबैमा काम लाग्छ, त्यही भएर हेर्नु है राम्रोसँग। ल y इक्वल्स टु मान्नु कि एउटा फंक्सन u छ मल्टिप्लाई बाई v छ। प्रोडक्ट भनेको के हो, हामी मल्टिप्लाई हैन हो, दुईटा फंक्सनलाई एउटा फंक्सन u छ र अर्को फंक्सन मेरो v छ भने यो दुईटा बीचको म प्रोडक्ट गर्दैछु भन्नाले मल्टिप्लाई गर्दैछु। यसले के भन्छ भने
मान्नु कि dy/dx छ भने पहिला u कमन लिनु, u कमन लिनु अनि अर्को फंक्सन बाई dx गरिदिनु होला रे, यसरी भन्छ। प्लस त्यसपछि v कमन लिनु भयो भने अर्को फंक्सन मेरो के छ du/dx चाहिँ गरिदिनु होला। यसरी चाहिँ प्रोडक्ट रुलले हाम्रो भन्छ हैन, यसरी चाहिँ हामीले बनाउनु पर्छ। सर यसको पनि एक्जाम्पल जाओस्। ल एउटा एक्जाम्पल हेर्नु, एउटा एक्जाम्पल चाहिँ हेर्नु पर्यो। ल एउटा मैले फंक्सन लेखे y इक्वल्स टु, यसलाई a दिए मैले, y इक्वल्स टु मेरो फंक्सन के छ भने 3x को होल स्क्वायर मल्टिप्लाई बाई 6 माइनस 4x, 6 माइनस 4x भनेर मैले दिए। अब ध्यान दिनु होला, यसमा मेरो दुईटा फंक्सन छ। यो फंक्सनलाई u मान्नु पर्छ, यो फंक्सनलाई हामी v मान्छौं हो। अब हेर्नु त बीचमा मल्टिप्लाईको पनि साइन छ। सर कति कुन फंक्सन आउन सक्छ त्यो हामी पछि हेरौँला, पछि तपाईलाई भनिदिन्छु कुन चाहिँ याद राख्नु होला। अहिले पढ्नमा सबै पढ्नु, किनभने ट्युको भरोसा हुँदैन कुन फंक्सनमा के सोधिदिन्छ भनेर। अब ध्यान दिनु होला, अब यसको मिनिङ मैले dy/dx निकाल्नु पर्यो भने म के गरौँ, dy/dx मैले निकाल्नु पर्यो भने म के गरौँ भने u पहिला लिन्छु है, 3x को होल स्क्वायर मल्टिप्लाई बाई, अब v dv भन्छ, यानी कि v को सट्टा मेरो के छ 6 माइनस 4x अनि यो डिवाइडेड बाई dx भन्नाले म u लेखियो भने मेरो u यो रहेछ भने d यो v डिवाइडेड बाई dx मैले लेखेँ। बीचमा प्लस को साइन छ, त्यही भएर मैले प्लस लेखेँ। अब मैले के गरिदिनु पर्यो भने v लेख्नु पर्यो 6 माइनस 4x अनि d3x को होल स्क्वायर बाई मैले कति लेखिदिनु पर्यो भने dx लेखिदिनु पर्यो। र यसको सल्युसन हामी गर्छौं, जति आउँछ त्यति आन्सर हुन्छ। यसको सल्युसन भन्नुहुन्छ भने गर्ने दिन्छु, किन छोड्ने। 3x को होल स्क्वायर गर्नु मल्टिप्लाई बाई, अब तपाई आफै भन्नु त यो बीचमा कुन रुल लगाउनुहुन्छ, सम एन्ड डिफरेन्स रुल भन्नाले d6/dx हामी लेख्न पाइयो माइनस d4x/dx लेख्न पाइयो। ल यसको काम हामीले सक्यौं। प्लस हामीले त्यसपछि 6 माइनस 4x लेख्यौं मल्टिप्लाई बाई 3 बाहिर आयो dx को होल स्क्वायर बाई dx चाहिँ लेख्यो, हो कि नै। अर्को ध्यान दिनु होला, 3x को होल स्क्वायर मल्टिप्लाई बाई d6 को भ्यालु कति हो, भर्खर हामीले हेरेको कन्स्टेन्ट को भ्यालु 0 हुन्छ, माइनस 4 बाहिर आउँछ dx बाई dx हुन्छ। त्यसरी नै प्लस 6 माइनस 4x अनि यता कति हुन्छ इन्टु 3 पावर रुल लगाउनु इन्टु 2 अनि x को पावर 2 माइनस 1 हैन। अब 3x को होल स्क्वायर 0 माइनस 4 dx कट्यो प्लस 6 माइनस 4x मल्टिप्लाई बाई 6x हामी लेखिदिन्छौँ। 3 2 जा कति भयो 6 अनि x को पावर 2 घट्यो भने आखिरमा कति हो 6x त हो नि। ल अब गर्नु त, यो 4 मात्रै रह्यो भने माइनस 4 इन्टु 3 गर्दा 12x को होल स्क्वायर प्लस 6x मल्टिप्लाई बाई 6 माइनस 4x यति नै छोडिदिँदा भयो। यसरी चाहिँ हामी जे हो सल्युसन चाहिँ गर्छौं भनेर बुझ्नु। सर यति लामो आउँछ, यति लामो आउँदैन, यति लामो प्राय गरेर हुँदैन, तर ट्युको भरोसा नगर्नु, कहीं छोडिदियो भने हामीलाई के, हामीले जनरली दुईटा रुल एनी हाउ याद हुनुपर्छ। एउटा के, एउटा त यो सम रुल हैन, अर्को चाहिँ यो कन्स्टेन्ट रुल र अर्को चाहिँ यो पावर रुल। यो पावर रुल कन्स्टेन्ट रुल त जहिले नै हामीलाई सोधे हुन्छ र यो सम रुल, यो तीनटा रुल याद हुनै पर्छ। यो याद नभए पनि चल्छ, तर ध्यानमा राख्नु कसरी हामी राख्छौं, किनभने आयो भने कसरी गर्ने त, ट्युको भरोसा चाहिँ छैन। अर्को हामी भन्छौं एउटा अझै रुल छ 5th नम्बरमा, कोसेन्ट रुल हामी भन्छौं। 5th नम्बरमा छ, त्यसलाई हामी
डिभाइड रुल पनि भन्छौँ अथवा QUOTIENT कोसेन्ट अफ टु फंक्सन भन्छ। अब यसैलाई डिभाइड रुल पनि भन्छ। टु फंक्सन्स हामी भन्छौँ, यसैलाई हामी दैट इज डिभाइड रुल पनि हामी भन्छौँ। यसैको नाम के हो भने डिभाइड रुल पनि हो है त। अब डिभाइड आयो भने कसरी गर्ने भनेर हामीले बुझ्नु पर्यो। मान्नु कि मेरो फंक्सन y इक्वल्स टु u डिभाइडेड बाई v छ। त्यही पहिलाकै फंक्सन u डिभाइडेड बाई v छ भने अब यसको मलाई सल्युसन चाहिँ निकाल्नु पर्यो, किनभने मलाई के चाहिन्छ dy बाई dx को भ्यालु मलाई चाहियो। अब के भन्छ भने पहिला जस्तै, तर जुन तल हुन्छ, जुन तल फंक्सन हुन्छ त्यो पहिला हामी लेख्छौं v मल्टिप्लाई बाई du बाई dx लेखिदिन्छु पहिला, माइनस अब माथिको फंक्सन लेख्ने u मल्टिप्लाई बाई dv बाई dx चाहिँ हामी लेख्छौं है त। अनि यो सबै डिभाइडेड बाई v को होल स्क्वायर चाहिँ गर्छ। जति आउँछ त्यति हामी गर्दिन्छौं। भन्नुहुन्छ भने यसको एक्जाम्पल दिन्छु अथवा नदिँदा नि केही फरक पर्दैन, किनभने यसबाट अहिलेसम्म सोधेको छैन, यसबाट त सोध्दैन होला है त। सोध्दैन होला मात्रै भनेको, तर सोधियो भने पनि ठेकान छैन। अर्को एउटा रुल हामीलाई जहिले नै हामीलाई दुख दिन सक्छ, त्यही भएर त्यो 6 नम्बरको रुल लेखौं। त्यो जेनरल रुल म भन्छु। क्वाड्रेटिक इक्वेसन तपाईहरुलाई थाहा छ? क्वाड्रेटिक इक्वेसन, क्वाड्रेटिक इक्वेसन कस्तो हुन्छ भने क्वाड्रेटिक इक्वेसन भनेको जसरी ax स्क्वायर प्लस bx प्लस c इक्वल्स टु 0 छ भने यसलाई हामीले क्वाड्रेटिक इक्वेसन चाहिँ भन्छौं। र यसमा मैले भ्यालु निकाल्नु पर्यो भने, x को भ्यालु निकाल्नु पर्यो भने यसलाई सोल्भ गर्नु भयो भने सोल्भिङ दिस इक्वेसन वी हैव, हामीसँग के हुन्छ भने र यही फर्मुला हामी युज गर्छौं अब आउने च्याप्टरहरुमा। x को भ्यालु मलाई निकाल्नु पर्यो भने x को भ्यालु इक्वल्स टु के निकाल्न सकिन्छ, माइनस b चाहिँ लेख्नु, माइनस b प्लस माइनस रूट अंडर b स्क्वायर माइनस 4ac हो। b स्क्वायर माइनस 4ac डिवाइडेड बाई 2a हामी गर्छौं। 2a हामी गर्छौं र यसबाट जति मेरो भ्यालु आउँछ त्यही नै मेरो के हुन्छ भने क्वाड्रेटिक इक्वेसनको भ्यालु चाहिँ हुन्छ। क्वाड्रेटिक इक्वेसनको मेरो के हुन्छ भने भ्यालु हुन्छ। अब तपाई भन्नुहुन्छ भने म एउटा गराइदिन्छु, क्वाड्रेटिक इक्वेसनबाट त गराउन सकिन्छ, किनभने यो गरायो भने हामीलाई सजिलो पनि हुन्छ। जसरी नभए एउटा हेरौं न, ल तपाईसँग यसको एक्जाम्पल लिनु है, किनभने यो आइहाल्छ। अब जसरी यसको एक्जाम्पल लिनु, म x कै फर्ममा दिदैन, म तपाईलाई क्वान्टिटी को फर्ममा दिन्छु, जसरी एक्जाममा हामीसँग सिचुएसन आउँछ। जसरी मान्नु कि तपाईसँग एउटा इक्वेसन छ q को होल स्क्वायर माइनस 16q प्लस 6 इक्वल्स टु 0 आयो। यसरी तपाईसँग इक्वेसन छ। अब हेर्नु त यो इक्वेसनको फर्मेट, यो इक्वेसनको फर्मेट र माथिको फर्मेट एउटै हो। भन्नुहुन्छ सर यहाँ त माइनस हो, माइनस छ भने हामी यो 16 लाई माइनसमा लेखिदिने। यहाँ a छैन भने a को सट्टा हाम्रो के छ 1 छ। 1 x स्क्वायर प्लस माइनस 16x प्लस 6 इक्वल्स टु 0 हैन यो भनेको हो। जहाँ म हेर्दिन्छु यहाँ केही छैन भने जहिले नि 1 हुन्छ भनेर बुझ्नु होला। यहाँ केही छैन भने हाम्रो के छ भने 1 छ भनेर मैले यहाँ लेखिदिए। यसको मिनिङ तपाई के गर्न सक्नुहुन्छ भने सिम्पल कुरा, a को भ्यालु कति छ, वेयर मलाई भन्नु त a को भ्यालु 1 छ हो, a को भ्यालु 1 छ। b को भ्यालु कति छ मलाई भन्नु त, b को भ्यालु म माइनस 16 लिन सक्छु
-16 छ अनि c को भ्यालु मेरो कति छ भने 6 छ भने यो इक्वेसनबाट थाहा हुन्छ। अनि q को भ्यालु अब हामीलाई निकाल्नु छ। अब q को भ्यालु निकाल्नु पर्यो भने म के गर्छु, q इक्वल्स टु पहिला फर्मुला लेखिदिनु तपाईहरुले कन्फ्युज नहोस्। -b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस 4ac डिभाइडेड बाई 2a हो, यही हैन। ल अब सबै भ्यालु चाहिँ पुट गर्नु। माइनस b को सट्टा माइनस अनि -16 छ प्लस माइनस रुट अन्डर -16 को होल स्क्वायर गर्नु किनभने b को भ्यालु कति छ -16 छ त्यही भएर -4a को भ्यालु 1 छ c को भ्यालु 6 छ डिभाइडेड बाई 2 इन्टु a छ र a को भ्यालु मेरो कति छ भने 1 छ। मलाई भन्नु त -16 र माइनस र -16 भनेको +16 आयो भन्नाले म सिधै 16 लेखिदिए माइनस माइनस प्लस हो भनेर। ठीक छ, 16 को होल स्क्वायर मलाई भन्नु त 16 इन्टु 16 गर्नु भयो भने कति हुन्छ 256 माइनस माइनस प्लस -24 आयो डिभाइडेड बाई कति आउँछ भने 2 आयो डिभाइडेड बाई 2 आयो। अब आफै गर्नु भन्नाले यो कति आयो 16 प्लस माइनस रुट अन्डर कति आउँछ, रुट अन्डर मलाई एकजना भन्नु न 256 बाट 24 गयो भने 232 हो, 232 डिभाइडेड बाई 2 आयो। ल भन्नाले 16 प्लस माइनस अब यसको रुट निकाल्नु त कति आउँछ 15.23 हो, 15.23 डिभाइडेड बाई 2 हो। अब यहाँ दुईटै भ्यालु हामी लिएर सल्युसन गर्नुपर्छ टेकिङ पोजिटिभ भ्यालु। यसरी चाहिँ हामीले एक्जाममा बनाउनु पर्छ टेकिङ पोजिटिभ भ्यालु लियो भने के हुन्छ। पोजिटिभ भ्यालु लियो भने हाम्रो q को भ्यालु कति आउँछ भनेर हेर्नु होला। q इक्वल्स टु 16 प्लस 15.23 डिभाइडेड बाई 2। अब हेर्नु दुईटैलाई जोडेर जति आउँछ त्यही नै तपाईको के हुन्छ भने एन्सर हुन्छ। कति आउँछ कति आउँछ यो गर्नु त 15.615 हो, 615 युनिट हाम्रो एउटा चाहिँ भ्यालु आयो। अर्को तपाईले q को भ्यालु टेकिङ नेगेटिभ लिनु भयो भने टेकिङ नेगेटिभ भ्यालु लिनु भयो भने के हुन्छ, नेगेटिभ भ्यालु लिनु भयो भने हामीले के निकाल्न सकिन्छ भने q को भ्यालु हाम्रो कति आउँछ 16 माइनस 15.23 डिभाइडेड बाई 2 गरेर हेर्नु यसको भ्यालु कति आउँछ भन्नाले 0.385 युनिट हो। यही नै मेरो के भयो भने एन्सर आयो। यसरी चाहिँ हामी सल्युसन गर्छौं। यति हो पुरै इकोनोमिक्समा तपाईले काम लाग्ने भनेको फर्मुला यति नै हो। यो भन्दा बढी तपाईले केही पढ्नु पर्दैन, यो भन्दा बढी हामीलाई केही पढ्नु पर्दैन, त्यही भएर ध्यान दिएर हेर्नु होला। ल हामीले अहिले के पढ्यौ भने हाम्रो जति पनि इकोनोमिक्स छ म्यानेजरियल इकोनोमिक्समा काम लाग्ने फर्मुलाहरु, किनभने यो तपाईले दुख दिन्छ भनेर मैले मात्रै सिकाएको। अब म कन्टिन्यू गर्छु हिजोको क्लास। हिजोको क्लासमा मैले तपाईले प्रॉफिट सम्म छोडे थिए हैन। अब प्रॉफिटबाट एउटा हामीले अब के गर्नु पर्यो भने क्लास चाहिँ अगाडि चाहिँ बढाउनु पर्यो। ठीक छ, अगाडि बढाउन हुन्छ नि, हुन्छ है। यतिसम्म क्लियर छ, यतिसम्म क्लियर भयो भने अब चाहिँ सक्नुहुन्छ मजाले। अब हामी के हेर्छौं भने थ्योरीज अफ फर्म चाहिँ हेर्ने गर्छौं है त। त्यही भएर अबको हेडिङमा के लेखिदिनु पर्यो भने तपाईहरुले थ्योरीज अफ फर्म भनेर लेख्नु होला कन्सेप्टमा। कन्सेप्टमा लेख्नु। अब म फेरि च्याप्टर 1 मा चाहिँ ब्याक भए र यो मलाई सिकाउने थियो, किनभने थ्योरी अफ फर्ममा यो मैले नपढाएको भए तपाईले गाह्रो हुन्थ्यो। त्यही भएर मैले अब चाहिँ बल्ल प्रॉफिट सिकाए, त्यसको फंक्सन सिकाए भने
अब म कन्सेप्ट आउँछु थ्योरीज अफ फर्म भनेर लेख्नु होला थ्योरीज अफ फर्म भनेर तपाईले पढ्नु छ र हाम्रो यो च्याप्टरबाट आउने भनेको यही नै हो बडी यसलाई भेरी भेरी इम्पोर्टेन्टली लेख्न सक्नुहुन्छ यो कन्सेप्टलाई ध्यान दिनु होला थ्योरी अफ फर्म भनेको के हो जति पनि अर्गनाइजेसनको जुन हामी बिजनेसमा काम गर्छौँ हैन त्यो बिजनेसको बेसिक मोडल के रहेछ हैन बेसिक मोडल के रहेछ जुन मोडलमा के हुन्छ भने त्यो अर्गनाइजेसन काम गरेको हुन्छ भने त्यो मोडललाई हामी के भन्छौँ भने थ्योरी अफ फर्म चाहिँ भन्छौँ ठीक छ द बेसिक मोडल अफ त्यही भएर लेख्नु द बेसिक मोडल अफ the basic model of business organization the basic model of business / organization is known as theory of form चाहिँ हामी भन्छौँ यसलाई हामी के भन्छौँ भने थ्योरीज अफ फर्म चाहिँ हामीले भन्छौँ सिम्पल कुरा यसलाई थ्योरीज अफ फर्म भन्छ मेनली दुईटा थ्योरी हुन्छ कुनै पनि फर्मको एउटा क्लासिकल थ्योरी भन्छौँ र एउटा हामी मोडर्न थ्योरी भन्छौँ है त देयर आर मेनली टू थ्योरीज अफ फर्म देयर आर मेनली टू थ्योरीज अफ फर्म दुईटा चाहिँ के हुन्छ भने थ्योरीज अफ फर्म हुन्छ भनेर याद राख्नु होला दुईटा चाहिँ थ्योरीज अफ फर्म हुन्छ भनेर याद राख्नु होला ल पहिलो थ्योरी अफ फर्मले के भन्छ भने एउटा नभए यसरी बनाइहाल्नु न याद गर्न सजिलो हुन्छ ट्री टाइपमा पढ्नु भयो भने हल्का सजिलो हुँदो रहेछ याद गर्ने स्टुडेन्टहरुको फिडब्याक लिँदा भन्नुहुन्छ है ल पहिलोको नाम लेख्नु पहिलो हामी भन्छौँ यसलाई क्लासिकल एप्रोच भन्छौँ पहिलो भनेको हाम्रो के छ भने क्लासिकल एप्रोच हामी भन्छौँ क्लासिकल एप्रोच अथवा क्लासिकल भ्यू पनि भन्छ यसैको अर्को नाम के हो भने क्लासिकल भ्यू पनि भन्छ यो थ्योरीलाई हामीले के भन्छौँ भने क्लासिकल भ्यू भन्छौँ हैन र यो थ्योरीको मेन अब्जेक्टिभ के हुन्छ भने क्लासिकल भ्यूको मेन अब्जेक्टिभ के हो भने प्रॉफिट मैक्सिमाइजेसन यो थ्योरीको मेन अब्जेक्टिभ के रहेछ भने अब्जेक्टिभ यो थ्योरीको हुन्छ प्रॉफिट मैक्सिमाइजेसन यो के हुन्छ भने प्रॉफिट मैक्सिमाइजेसन हुन्छ जसरी आजकलको बिजनेसहरुमा सबैले के सोच्छ प्रॉफिट मैक्सिमाइज मात्रै गर्नु हामीलाई हैन प्रॉफिट मैक्सिमाइज मात्रै गर्नु जसरी हेर्नु त आफ्नै उसकै कुरा गर्छु आफ्नै फिल्डको कुरा गर्छु आजकल के छ ओल्ड इज गोल्ड सल्युसन चाहियो स्टुडेन्टलाई पनि छिटो छिटो पढ्नु छ सक्यो टिचरहरुको मोटिभ के छ भने ज्ञान भन्दा बढी प्रॉफिट सक्यो म छिटो छिटो कोर्स सकाइहाल्छु मेरो पैसा आइहाल्यो सकिन्छ हैन त्यो भनेको प्रॉफिट अर्गनाइजेसन त्यो नराम्रो हो किनभने तपाईहरुले नै बानी बिगार्नु भएको छ हैन प्रॉफिट मैक्सिमाइजेसन त्यसलाई भन्छौं र यो भनेको न्यारो कन्सेप्ट हो यसरी चाहिँ हुनु हुँदैन कुनै पनि संस्थामा प्रॉफिटलाई मात्र मैक्सिमाइज गर्नु हुँदैन इम्प्लोइहरु माथि पनि ध्यान दिनुपर्छ अथवा त्यो संस्थासँग जति मान्छे जोडिया छ स्टेक होल्डर हामी भन्छौं त्यसको माथि पनि ध्यान दिनुपर्छ स्टाफको वेलफेयर माथि ध्यान दिनुपर्छ कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी माथि ध्यान दिनुपर्छ इन्भाइरोमेन्टल प्रोटेक्सन माथि ध्यान दिनुपर्छ तर यो क्लासिकल भ्यूले यो कुरामा ध्यान दिदैन त्यही भएर यसलाई हामीले के भन्छौं भने इट इज न्यारो कन्सेप्ट हामी भन्छौं इट is regarded as narrow concept अहिले यो कन्सेप्टमा मात्रै काम गर्नु भयो भने तपाई लङ टर्ममा सक्नुहुन्न कुनै पनि अर्गनाइजेसनको लङ टर्म ग्रोथ चाहिँ हुँदैन अर्को हाम्रो हुन्छ मोडर्न एप्रोच अर्को थ्योरीको नाम हामी के भन्छौं भने मोडर्न एप्रोच हामी भन्छौं मोडर्न एप्रोच थ्योरी हामी भन्छौं र यो मोडर्न एप्रोचलाई हामीले मोडर्न भ्यू पनि भनिदिन्छौं यसैको नाम मोडर्न भ्यू पनि भन्नुहुन्छ कति जनाले अब ध्यान दिनु यसको अब्जेक्टिभ के होला आफै सोच्नु त यसको अब्जेक्टिभ भनेको कहिले पनि प्रॉफिट मैक्सिमाइजेसन हैन
यसको अब्जेक्टिभ त के हुन्छ भने यसको मेन अब्जेक्टिभ हुन्छ धेरै कुराहरू। जसरी यसको अब्जेक्टिभ्स लेखौँ न, यसमा हुन्छ सोशल वेलफेयरको कुराहरू आउँछ। सोशल वेलफेयरका कुरा आउँछ। जुन सोसाइटीमा काम गर्नुहुन्छ त्यसको लागि वेलफेयर्सहरू गर्नु पर्यो, त्यो सोसाइटीको लागि काम गर्नु पर्यो। कर्पोरेट सोशल रेस्पोन्सिबिलिटीका कुरा आउँछ। सोशल रेस्पोन्सिबिलिटी जसरी जुन लोकालिटीमा काम गर्नुहुन्छ रेस्पोन्सिबिलिटिजहरू आउँछ र यसमा हामीले सबभन्दा बेस्ट इक्जाम्पल CSR हामी भन्छौँ, कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी। आजकल हेर्नु होला ब्याङ्कहरू जुन एरियामा काम गरे हुन्छ त्यसमा के हुन्छ भने त्यहाँको स्कुलहरूमा गएर स्टुडेन्टहरूलाई सिकाउने काम गर्छ, एक्टिङ चाहिँ गर्छ, तर रियलमा त्यो गरे हुँदैन, 1-2 दिन मात्रै गर्छ। ब्याङ्कले त्यत्रो अर्बौँमा प्रफिट कमाएर 1-2 दिन प्रोग्राम गरेर हुन्छ? त्यो भनेको त देखाउने मात्रै हो। त्यो भन्छ नि हात्तीको दुईटा दाँत हुन्छ, देखाउने र खाने हो, त्यही काम गर्छ कर्पोरेटहरूले। तर गर्नुपर्छ। मोडर्न एप्रोचले के भन्छ भने जहाँ तपाईँ जुन सोसाइटीमा बस्नुहुन्छ भने त्यो सोसाइटीको लागि पनि सोच्नु पर्यो, तपाईँको स्टाफको लागि पनि सोच्नु पर्यो। स्टाफलाई पेलेको पेल्या छ, टार्गेट दिएको दिया छ होइन, आजकल त्यही त गर्छ नि हो। त्यही भएर स्टाफको वेलफेयरको लागि पनि काम गर्नुपर्छ, स्टाफ वेलफेयर्स पनि हुनु पर्यो। अर्को के हुन्छ भने मात्रै जुन इन्भाइरोमेन्टमा काम गर्नुहुन्छ त्यसलाई ड्यामेज गर्ने काम मात्रै नगर्नु, वेस्ट मात्रै नफाल्नु, त्यसमा इन्भाइरोमेन्ट प्रोटेक्सन पनि गर्ने काम गर्नु। त्यही भएर इन्भाइरोमेन्टल प्रोटेक्सनको कुराहरू आउँछ। इन्भाइरोमेन्टल प्रोटेक्सनको कुरा आउँछ भने अब आफै भन्नु त यति एरिया कभर गरेको कारणले गर्दा यसलाई हामी के भन्छौँ भने इट इज रिगार्डेड एज वाइड कन्सेप्ट हामी भन्छौँ। यसलाई हामी न्यारो कन्सेप्ट भन्दैनौँ, यसलाई त्यही भएर हामीले वाइड कन्सेप्टको चाहिँ नाम लेख्छौँ। ठिक छ। अब हामीलाई कतिवटा थ्योरी पढ्नु छ भने तपाईँले 4वटा थ्योरी पढ्नु छ। यही दुईटा मोडर्न अथवा क्लासिकल भ्यूमा रहेर हामीलाई 4वटा थ्योरी चाहिँ स्टडी गर्नुपर्ने छ। फर्मको 4वटा थ्योरी के हुन्छ भने त्यसको बारेमा हामीलाई अब चाहिँ स्टडी गर्नुपर्ने छ। देयर आर मेनली 4 types of theories of form. फर्मको थ्योरी चाहिँ अब 4 टाइपको हुन्छ। त्यो 4वटा अब हामीले स्टडी गर्नुपर्ने हुन्छ। त्यो माथिको के थियो, माथि त यो दुईटा भ्यूमा यो थ्योरीहरू बेस्ड हुन्छ, त्यही भएर माथिको त त्यो। तर यो भनेको अब मेरो के हो भने पहिलोको नाम म लेख्छु। पहिलो भनेको तपाईँले प्रफिट म्याक्सिमाइजेसन पढ्नुहोस्। प्रफिट म्याक्सिमाइजेसन थ्योरी तपाईँले पढ्नु छ। अर्को थ्योरीको नाम हाम्रो भनेको 2 नम्बरमा तपाईँले पढ्नु छ भ्यालु म्याक्सिमाइजेसन थ्योरी। भ्यालु म्याक्सिमाइजेसन थ्योरी। अर्को 3rd नम्बरमा तपाईँले पढ्नु छ, 3rd नम्बर चाहिँ याद राख्नु होला, 2 नम्बर पनि भयो, 1 नम्बर पनि भयो। एकछिन ल, सेल्स रेभेन्यू म्याक्सिमाइजेसन थ्योरी हामी भन्छौँ। यसको नाम के लेख्नु भने सेल्स रेभेन्यू म्याक्सिमाइजेसन थ्योरी। म्याक्सिमाइजेसन थ्योरी चाहिँ तपाईँले पढ्नु छ। र लास्ट हामी एउटा अझै थ्योरी पढ्छौँ जुन चाहिँ धेरै नै पपुलर थ्योरी हो हाम्रो यो च्याप्टरको लागि, विलियमसन थ्योरी हामी भन्छौँ है त। विलियमसन थ्योरी भन्छौँ र यो भनेको हाम्रो विलियमसन्स मोडल अफ म्यानेजरियल डिस्क्रिसन पनि भन्छ। त्यही भएर यो थ्योरीको पनि नाम लेखिहाल्नु। लास्ट तपाईँले 4 नम्बरको थ्योरी पढ्नु छ।
यो 4 मा हामीले के पढ्नु छ भने विलियम्सन्स model of managerial discretion हामी भन्छौँ म्यानेजरियल डिस्क्रिसन हामी भन्छौँ है त विलियम्सन्स मोडल अफ म्यानेजरियल डिस्क्रिसन भन्छौँ र यो भनेको चौथो थ्योरीको हाम्रो नाम रहेछ है त अब एक एक गरेर हामीले के गर्नु पर्यो भने यो थ्योरीको बारेमा अध्ययन गर्नु पर्यो पहिलो थ्योरीको नाम लेख्नु यहाँसम्म क्लियर छ है केही छ भने ग्रुपमा राख्नु होला नत्र मलाई थाहै हुँदैन तपाईहरुलाई समस्या छ कि छैन भनेर यहाँसम्म क्लियर एकछिन ल ठीक छ जस्तो लाग्यो क्लियर छ है यहाँसम्म अगाडि बढौं एकजना अझै जोइन हुनु भएको छ बिना नामले प्लिज नामै राख्नु ल सजिलो हुन्छ नि त मलाई पनि नत्र म के कसले बोलाउँछु भूत जस्तै नाम राख्नु भयो भने हैन त्यही भएर भनेको प्रॉफिट मैक्सिमाइजेशन थ्योरी प्रॉफिट मैक्सिमाइजेशन थ्योरी अब ध्यान दिनु त आजै तपाईले दुईटा चाहिँ थ्योरी पढ्नु भयो दुईटामा हामीले के हेरेन्थ्यौ भने दुईटामा हामीले हेरेको के हो भने एउटा चाहिँ हामीले यो दुईटामा अब बेस्ट भएर हामीले यो सबै तीनटै चारवटा थ्योरीको अध्ययन गर्नु छ क्लासिकल थ्योरीले के भन्ने थियो भने प्रॉफिट मात्रै मैक्सिमाइज गर्छ अरुमा ध्यानै दिदैन हैन अरु केही कुरामा ध्यान दिदैन र मलाई भन्नु त प्रॉफिट मैक्सिमाइजेसन भनेको कस्तो फर्महरुले गर्छ दादागिरी कस्तोले गर्न सक्छ मोनोपोली गर्न खोज्छ हैन तपाई मात्रै म भन्नु मान्नु कि पुरै नेपालभरिमा म मात्रै टिचर भए म के गर्थे म त आफ्नो प्राइस हाई राख्थे नि किनभने अरु त अप्सनै छैन त्यही भएर के गर्छ भने फर्मसँग एउटा मात्रै अब्जेक्टिभ हुन्छ र सिंगल कमोडिटी प्रोड्युस गर्छ त्यो फर्मले अरूले त्यो प्रोड्युस गर्दैन त्यसमा त्यो के हुन्छ भने एक्सपर्टिज हुन्छ त्यस्तो बेला के हुन्छ भने हामीले क्लासिकल थ्योरी चाहिँ जेनरली युज गरे हुन्छ त्यही भएर यो थ्योरीले के भन्छ भने प्रॉफिट इज द मेन रिजन फर एक्जिस्टेन्स अफ फर्म कुनै पनि फर्म एक्जिस्ट हुनको लागि प्रॉफिट नै मेन रिजन रहेछ र त्यो भने के हुन्छ भने म्यानेजरियल इकोनोमिक्सको मेन सेन्ट्रल कन्सर्न नै के हुन्छ भने प्रॉफिट मैक्सिमाइजेसन हुन्छ भनेर हामी भनिदिन्छौँ त्यही भएर प्रॉफिट नै के हुन्छ भने इन्डिकेटर अफ परफर्मेन्स अथवा एक्सपेन्सन अफ एनी अर्गनाइजेसन हामी भनिदिन्छौँ है त यही कुराहरू म तपाईलाई लेख्दैछु त्यही भएर के लेख्नु भने यसमा के लेख्नु भने अकॉर्डिंग टु दिस थ्योरी यो थ्योरीले के भन्छ भने अब चाहिँ लेख्नु पर्यो प्रॉफिट इज मेन reason for existence of firm main reasons for existence of फर्म हुन्छ भन्नाले प्रॉफिट नै मेन रिजन हो भनेर फर्मको एक्जिस्टेन्स गर्नको लागि अरु केही हुँदैन त्यही भएर फर्महरुले के हुन्छ भने सेन्ट्रल कन्सर्न नै प्रॉफिट मैक्सिमाइजेसन भनेर राखेको हुन्छ त्यही भएर अर्को हेरुमा के लेख्नु भने द प्रॉफिट मैक्सिमाइजेसन is the central concern of managerial economics सेन्ट्रल कन्सर्न अफ म्यानेजरियल इकोनोमिक्स हुन्छ भनेर लेखिदिनु पर्यो ठीक छ अर्को कुरा चाहिँ ध्यान दिनु होला अर्को हामी के लेख्छौं भने प्रॉफिट भनेको इन्डिकेटर पनि हो परफर्मेन्स मेजरमेन्टको लागि त्यही भएर प्रॉफिट इज
सबै कुरा प्रफिट नै भन्छ के। प्रफिट इज एन indicator for performance and expansion of लेखौँ न है, एक्सपेन्सन पनि त हुन्छ नि। performance and expansion of any organization हुन्छ भनेर हामीले लेखिदियौँ। सर यसको मिनिङ के भयो त, यसको कन्क्लुजन तपाईँ भन्नु न। हो, यसबाट क्रक्स के देखियो भने द्याट इज यदि प्रफिट मेरो हाई छ भने, हामी के बुझ्छौँ भने प्रफिट हाईलाई हामी यसरी एरो दिन्छौँ माथि। प्रफिट हाई छ यसको मिनिङ के डिनोट गर्छ भने पर्फर्मेन्स बेटर हो, बेटर पर्फर्मेन्स हो भनेर हामी बुझ्छौँ। बेटर पर्फर्मेन्स हो भनेर हामी भनिदिन्छौँ। प्रफिट राम्रो, बेटर पर्फर्मेन्स। प्रफिट राम्रो छैन भने पुअर पर्फर्मेन्स। त्यही भएर प्रफिट यदि लो छ भने, लो को मिनिङ के तल आउनु, त्यही भएर एरो तल राखेछु भन्नाले हामी पुअर पर्फर्मेन्स भनिदिन्छौँ। हामीले के भनिदिन्छौँ भने पुअर पर्फर्मेन्स हो भनेर हामी के गर्छौँ भने भनिदिन्छौँ। त्यो संस्थाको पुअर पर्फर्मेन्स भनेर देखाउँछ भनेर भनिदिन्छ। अब यो हुनको लागि, यो प्रफिट म्याक्सिमाइजेसन हुनको लागि केही एजम्पसनहरू फर्मले मानेको हुन्छ, अनि मात्रै के हुन्छ भने यो चाहिँ सम्भव हुन्छ। त्यही भएर एजम्पसन्स भनेर चाहिँ लेखिदिनु होला। यो एजम्पसन्स राख्नु भएन भने यो फर्ममा अथवा यो चाहिँ थ्योरी नै लागु हुँदैन। पहिलो एजम्पसन्सले के भन्छ भने मैले यसरी एरो दिएँ, द फर्म हैज ओन्ली वन अब्जेक्टिभ। The firm has only one objective हुन्छ, र त्यो अब्जेक्टिभ भनेको के हो, द्याट इज प्रफिट म्याक्सिमाइजेसन हो। प्रफिटलाई मात्रै म्याक्सिमाइज गर्नु एउटा अब्जेक्टिभ हुन्छ फर्मको। पहिलो पोइन्टमा हामी त्यही पोइन्ट लेखिदिन्छौँ। अर्को के हुन्छ भने सिंगल कमोडिटी मात्रै प्रोड्युस गर्छ। सिंगल कमोडिटी इज प्रोड्युस्ड बाई फर्म। हामी लेखिदिन्छौँ। अर्कोमा के लेख्नु भने टाइम पिरियड स्ट्याटिक हुन्छ, चेन्ज हुँदैन। टाइम पिरियड इज स्ट्याटिक हुन्छ, यो चाहिँ चेन्ज हुँदैन। अर्को पोइन्टमा हामी लेख्छौँ मार्केट भनेको इम्पर्फेक्टली कम्पिटिटिभ हुन्छ। मार्केट इज इम्पर्फेक्टली कम्पिटिटिभ हुन्छ। इम्पर्फेक्टली कम्पिटिटिभ भनेको के हो, कम्पिटिसनै हुँदैन मार्केटमा, ऊ मात्रै सोल हुन्छ हैन। अर्को के हुन्छ भने ओनर इटसेल्फ इज द म्यानेजर अफ फर्म। द ओनर इटसेल्फ इज म्यानेजर अफ फर्म। म्यानेजर अफ फर्म हुन्छ भनेर हामीले के गर्नु पर्यो भने लेखिदिनु पर्यो है त। यति चाहिँ आज गर्नु न है, आजलाई यति नै राखौँ। भोलि चाहिँ मेबी हाम्रो यो च्याप्टर चाहिँ सक्छ थ्योरी, त्यसपछि हामीले के गर्नुपर्छ भने यसको न्युमेरिकल पार्ट चाहिँ हामी हेर्छौँ। आजलाई यति नै राखौँ। मैले फेरि भने कसैलाई जोइन हुनु छ त्यो लिङ्कमा, यो ग्रुपमा चाहिँ 9864203734 मा मलाई टेक्स्ट गर्नु होला, अथवा कोही साथी छ भने रिकमेन्ड गरिदिनु होला यदि राम्रो लागेछ भने हैन। यसमा मेसेज गर्नु होला, व्हाट्सएप गर्नु होला, म तपाईलाई ग्रुपमा चाहिँ एड गरिदिन्छु है त। आजलाई यति नै राखौँ। थ्याङ्क यू। केही सक्यो रे छ भने राखौँ, अदरवाइज हामी
ऱ्यापअप गर्छौँ। केही क्वेरी छ? छैन। हजुरको नाम चाहिँ के? सब साथीहरू जानुभयो, अब भन्नु त। हजुरले नामै लेख्नु भएको छैन। ग्रुपमा हुनुहुन्छ कि नै? तपाईँ ग्रुपमा हो? ए ल, त ठिकै छ। अरू कोही साथी छ भने त्यहाँ ग्रुपमा एड गर्न सक्नुहुन्छ।